Hi, so guys, welcome to new video, new vlog. जिरेको सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु भन्दै आजको छोटो मिठो भिडियोलाई अगाडि बढाउन चाहन्छु। आज चाहिँ म चाहिँ यता पहाडतिर जान आँटेको छु खोला हेर्नलाई। डाँडामा बसेर यो चाहिँ गाजाको बोट, यहाँ चाहिँ हाम्रो चाहिँ रोडमै यसरी गाजा आएको छ। यो चाहिँ हाम्रो चाहिँ रोड भयो, यस्तो छ हाम्रो रोड चाहिँ। यो चाहिँ मेरो घर चाहिँ यस्तो छ, देख्न सकिन्छ। म चाहिँ यतापट्टि छु अनि हाम्रो चाहिँ यो चाहिँ बिजुलीको पोलहरू यता। यो चाहिँ कटेरो बाख्रा कटेरो उता चाहिँ पुरानो घर हो मेरो। अनि यता चाहिँ पहाडतिर छ, यता पहाडतिर चाहिँ अनि यहाँ चाहिँ अलैँचीहरू छ, देख्न सकिन्छ। यता चाहिँ घरहरू यतानिर दुई तिन चारवटा घर छन्। यता चाहिँ यो चाहिँ रुद्राक्षको रुख सबै जङ्गलै जङ्गल छ, देख्न सकिन्छ। यता पनि जङ्गल छ, सब जङ्गलहरू जङ्गलै जङ्गल छ, हेर्न सकिन्छ। खेत खन्नलाई भर जोतिसकेर रेडी बनिसकेको छ। यता चाहिँ रुद्राक्षको बगानहरू छ। पहिला चाहिँ सब साथीहरू हुँदा यहीँ बसेर आनन्दले गफसफ गरिन्थ्यो। अहिले चाहिँ कोही कता पुगेको छ। यता चाहिँ यो चाहिँ यो देखिएको चाहिँ यो चाहिँ पिलो खोला हो, यस्तो छ। अनि यता चाहिँ यता पारी चाहिँ चैबुर नगरपालिका पर्छ। पारी देखेको चाहिँ रातमाटै। अनि यहाँ तलतिर चाहिँ पहिला चाहिँ हामी गोलीहरू खेल्थ्यौँ। यहाँ तलतिर अहिले त सब घारी नै घारी भएको रहेछ जङ्गल। म देखाउँछु तपाईँहरूलाई, देख्न सकिन्छ गाइस। पहिला चाहिँ यहाँ चाहिँ खासै यस्तो जङ्गल थिएन नि त, यहाँ चाहिँ बाँझो थियो तर जङ्गल चाहिँ थिएन। तल चाहिँ यहाँ चाहिँ हामी पहिला गोलीहरू खेल्ने गर्थ्यौँ। अहिले चाहिँ गाउँमा कोही केटाहरू नै छैन नि त, केटाहरू यति सब कोही काठमाडौँ, कोही कता, कोही विदेश गएका छन्। अनि त्यही भएर खासै कोही छैन। अहिले चाहिँ अब गाउँ पनि भनौँ न सब सुन्ने भएको छ। त्यस्तै छ गाइजहरू, आजको भिडियो यति नै। ओके गाइज, बाई बाई।